हरेक परिवारमा कहिलेकाहीँ उमेर नपुगेर कोही मान्छे मरिरहेको हुन्छ हैन। मान्छेहरू चिन्तित हुन्छन् कि मेरो छोरा उमेर नपुगेर मर्यो, मेरो बुवा उमेर नपुगेर मर्यो। अन्य कुनै पनि मान्छेहरू रुने कराउने गर्छन् कि हामीले प्राणीहरूलाई उमेर पुगुन्जेललाई बाँच्न दिएका छौँ र? अनि कुनै पनि खसी बाख्रा कुखुरा हैन, उनीहरूको उमेर पुगुन्जेललाई उनलाई बाँच्न दिएका छौँ र हैन हामीले? अनि उनीहरू उमेर नपुगुन्जेल नबाँच्दा हामी बाँच्नुपर्छ भन्ने केही छ र? छैन नि। उमेर नपुग्दै साना साना बोकाहरू पलिदिरहेका हुन्छौँ। अनि हाम्रो घरमा अथवा कसैको घरमा उमेर नपुगेको मान्छे मर्दा रुने कराउने गर्छौँ कि